नमस्कार साथीहरू। जीवनमा हरेक मानिसले सपना देख्छ। कोही ठूलो मान्छे बन्न चाहन्छ, कोही आफ्नो परिवारको अवस्था बदल्न चाहन्छ। तर एउटा सत्य के हो भने सपना देख्न सजिलो छ, तर पूरा गर्न त्यति नै कठिन छ। आज म तपाईलाई एउटा कथा सुनाउँदैछु। त्यो कथा हो सङ्घर्ष, असफलता र अन्ततः सफलताको। सायद यो कथा तपाईको जीवनसँग पनि कतै न कतै मिल्न सक्छ। नेपालको एउटा सानो गाउँमा बस्ने एक केटा थियो, अर्जुन। घरको अवस्था धेरै कमजोर। बुबा किसान, आमा गृहिणी। 2 छाक खाना खान पनि कहिलेकाहीँ गाह्रो पर्ने अवस्था। अर्जुनको सपना थियो ठूलो मान्छे बन्ने, आफ्नो परिवारलाई सुख दिने। तर गाउँमा राम्रो स्कुल थिएन, किताब किन्ने पैसा थिएन। तर पनि उसले हार मानेन। ऊ बिहान 4 बजे उठ्थ्यो। चिसो हावा, अँध्यारो बिहान। बत्ती नभएको बेला मट्टी तेलको दियो बालेर पर्थ्यो। दिनभर खेतमा बुबालाई सघाउँथ्यो। हातमा छाला फुट्थ्यो। थकालले शरीर गल्थ्यो र राति फेरि किताब समात्थ्यो। गाउँका मान्छेहरू हाँस्थे। यसले के ठूलो काम गर्छ र? यस्तो हालतमा पढेर के फाइदा? तर अर्जुनको मनमा एउटा आवाज थियो, म सक्छु। समय बित्दै गयो। अर्जुनले +2 सक्यो। अब उसले निर्णय गर्यो, लोक सेवा परीक्षा दिने। पहिलो प्रयास, ऊ असफल भयो। उसले सोचेको थियो, ठिक छ, अझै मेहनत गर्छु। दोस्रो प्रयास, फेरि असफल। अब उसलाई अलि गाह्रो लाग्न थाल्यो। मनमा डर आउन थाल्यो। तेस्रो प्रयास, फेरि असफल। अब ऊ भित्रैबाट टुट्न थाल्यो। उसले सोच्न थाल्यो, सायद मबाट हुँदैन। सायद म अरू जस्तो भाग्यमानी छैन। एक दिन ऊ एक्लै बसिरहेको थियो। आँखाभरि आँसु, मनमा गहिरो निराशा। त्यसै बेला उसको बुबा आएर शान्त स्वरमा भन्नुभयो, छोरा, तिमी हार्यौ भने होइन, तिमीले प्रयास गर्न छोड्यौ भने मात्र हार्नेछौ। त्यो शब्द सिधै उसको मुटुमा पुग्यो। त्यस दिन उसको भित्र फेरि आगो बल्यो। उसले निर्णय गर्यो, अन्तिम एक पटक पुरै शक्ति लगाएर प्रयास गर्छु। अब अर्जुन बदलिएको थियो। उसले आफ्नो समय मिलायो, स्पष्ट योजना बनायो। दिनमा 10 देखि 12 घण्टा पढ्न थाल्यो। गल्तीहरू लेख्न थाल्यो र सुधार्न थाल्यो। उसले बुझ्यो, असफलता भनेको अन्त्य होइन, यो त सिकाइ हो। साथीहरू घुम्न जान्थे, ऊ किताबसँग बस्थ्यो। अरूले हार मान्थे, ऊ अझै लडिरह्यो। राति अब निन्द्रा कम भयो, तर सपना ठूलो भयो। उसको लक्ष्य अब स्पष्ट थियो, म जित्छु। अन्ततः त्यो दिन आयो, रिजल्टको दिन। अर्जुनको हात काँपिरहेको थियो। उसको सास रोकिन जस्तै भएको थियो। उसले नतिजा हेर्यो। नाम पास सूचीमा थियो। उसको आँखा रसाए। ऊ रोयो। तर त्यो खुसीको आँसु थियो। आज गाउँका त्यही मान्छेहरू उसलाई सम्मान गर्छन्। परिवार गर्व गर्छ र अर्जुन सफल भयो। साथीहरू, जीवनमा कठिनाइ आउँछ, असफलता आउँछ, तर त्यो नै तपाईको परीक्षा हो। यदि तपाईले हार मान्नुभयो भने तपाई सकिनुभयो। तर यदि तपाईले प्रयास गर्न छोड्नु भएन भने तपाई अवश्य जित्नुहुन्छ। याद राख्नुहोस्, सफलता एकैचोटि आउँदैन। सङ्घर्ष, धैर्य र निरन्तर प्रयासपछि मात्र आउँछ। आजैबाट आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्, अर्काको कुरा सुन्न छोड्नुहोस् र आफूमा विश्वास गर्न सुरु गर्नुहोस्, किनकि तपाईको सपना तपाईले नै पूरा गर्न सक्नुहुन्छ। यदि यो कथा तपाईलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। रोकाया इन्स्पायर च्यानलसँग जोडिरहनुहोस्। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। आजको लागि यति नै। धन्यवाद।